आज देशभर विशेष त अझ हिन्दूहरूको प्रमुख चाड चाहिँ माघे सङ्क्रान्ति आज धुमधामका साथ मनाइँदैछ र परापूर्व कालदेखि नै यो माघे सङ्क्रान्तिको दिन विशेष गरी कम्तीमा पनि 11 प्रकारका खाने चिजहरू बनाएर खाने गरिन्छ र त्योभन्दा बढी पनि हुन सक्छ। अब महाराजहरूले त उहिले चाहिँ 84 व्यञ्जन भन्ने चाहिँ चलनै छ। त्योभन्दा पनि अब सामान्य व्यक्तिहरू पनि कम्तीमा 11 प्रकारका परिकारहरू बनाएर खाने चलन छ। र अनि आजदेखि सूर्य जो हामी बसेको चाहिँ वासस्थान छ पृथ्वीको सबै भाग होइन, फेरि पृथ्वीको झन्डै आधा भाग जसो अहिलेसम्म धेरै चिस्यान थियो, जो यहाँबाट चाहिँ सूर्य अति टाढा थियो। तर अब बिस्तारै सूर्य नजिक आउँदैछ। आजदेखि प्रत्येक दिन सूर्य पृथ्वीको उत्तरी भागतिर नगिचिने क्रम जारी रहनेछ र अब पृथ्वीमा न्यानोपन बढ्दै जानेछ र क्रमिक रूपमा बिस्तारै बिस्तारै पछि न्यानोपन बढ्दै जाँदा तातोपन बढ्ने, अत्यधिक गर्मी हुने सम्म हुने गर्छ। त्यो आजबाट सुरु हुन्छ भन्ने भनाइ छ। र आजबाट दिन पनि क्रमिक रूपमा लामो हुँदै हरेक दिन 2-4 मिनटको अन्तरले समय लम्बिँदै जानेछ, दिनको समय लम्बिँदै जानेछ। त्यसैले आज यो महान उत्सवलाई सबैले धुमधामका साथ मनाऊ, मेरो यही आग्रह छ। हवस् त, धन्यवाद।